फुलको भाउ सुनेर म त झन्डै बेहोस भएको थिएँ क्या। मालालाई 150 हाम्रो गाउँमा त 150 को त कस्तो दामी आउँछ। यसरी फ्यामिलीसँग छुट्टिएर तिहार मनाएको चाहिँ यो मेरो फर्स्ट एक्सपिरियन्स हो। के भन्नु, किरा खाएर केही छैन क्या, सबै किरा खाएर यो ड्रेसमा आज रेडी भएको छु। कस्तो हामी यसरी बस्दाखेरि त कस्तो पुरा जस्तो फिल हुने। भाइरल बनाइदिनु हुन्थ्यो नि भाइहरू, के गर्नु मेरो सब्सक्राइबर धेरै छैन नि हौ। जता जाँदा पनि कस्तो शून्य फिल भएको छ क्या। सोध्दैमा कस्तो घुर्छ क्या यो चाहिँ। हाम्रो पनि यस्तै गरी हिँड्ने दिन यस्तोसँग मात्रै आउँछ होला हौ, नभए त खासै आउँछ जस्तो चाहिँ लाग्दैन मलाई। यो भिडियो त्यो खलासले हेर्छ भने त तपाईँ त मारे नै दिन्छ होला हौ। हेलो साथीहरू, गुड मर्निङ, नमस्ते हजुरले, वेलकम टु ब्याक माई न्यू भिडियो। स्वागत छ हजुरहरूलाई डली ब्लगमा। आयो हजुर सन्चै हुनुहुन्छ होला, अनि हामी पनि सन्चै नै छौँ। अनि आज चाहिँ विशेष गरिरहेको छ भाइटिका, र भाइटिका चाहिँ देश विदेशमा हुनुभएको सम्पूर्ण दाजुभाइहरूलाई चाहिँ ह्याप्पी भाइटिका भन्न चाहन्छु होइन, भिडियो मार्फत। अनि मैले चाहिँ फेरि आज आफ्टर लङ टाइमपछि भिडियो बनाएको छु, किनभने लाइट भन्नु पऱ्यो त्यो त अरू नै देख्नु छ। आफ्टर लङ टाइमपछि भिडियो बनाएको चाहिँ किनभने मेरो चाहिँ फुर्सद थिएन क्या खासै। त्यही भएर आज चाहिँ धेरै समय धेरै मतलब पहिला 15-16 दिनपछि भिडियो बनाएको छु। अनि गाउँ गएको एउटा भिडियो बनाएको छु, त्यहाँदेखि भिडियो बनाएको थिएन नि त। अर्को भिडियो पनि बनाएको थिएन मैले। त्यो चाहिँ कस्तो भने गाउँमा अब त्यति धेरै अपलोड नहुने, म त अपलोड हाल्दैन, मेरो मोबाइलबाट डिलिट हाल्ने नि, युट्युबमा नै अपलोड भएन त क्या। त्यही भएर अर्को भिडियो चाहिँ भएन। अनि अहिले चाहिँ हामी अब रुम बिहान उठेर रुम सफा गरेर अब चोकतिर जानु लाग्यो। पसल खुल्ला छ कि होइन, बेलुका केही किन्ने भ्याएन कि दाइ आउँदै हुनुहुन्छ अरे, दाइ मात्रै हुनुहुँदो रहेछ काठमाडौँमा। अनि म पनि गाउँ गएको चाहिँ दाजुहरू अनि भाइ आउँदै हुनुहुन्छ अरे, अनि दाइको लागि अलिक सजिलो सामानहरू किनिदिउँ भनेर त्यो चोकतिर जानु लाग्यो। अनि अब हामी पनि गाउँ गएको होइन, दाइ पनि यतै हुनुहुँदो रहेछ। त्यही भएर अलिअलि टिकाहरू किन निदा खाइराख्नु त, मन यतै भएछ भनेर दाइलाई टिका लगाइदिने कुरा भएर टिकाहरू लगाइदिनु लगाएको छु। अनि हिजो बेलुका चाहिँ राति भएको थियो क्या, अनि त्यो किन्नै पाएन। त्यही भएर अहिले चाहिँ हामी चोकतिर जाँदैछौँ दिदी र म। अनि कति धेरै कामहरू अझै बाँकी नै छ। टिकाको सायद कति बज्यो भने पनि थाहा छैन क्या। अहिले घरमा फोन गरेर सोध्नुपर्ने छ। म यस्तो आलु पाडै मान्छे छु कि मलाई केही थाहै हुँदैन। म केही नगर्ने भनेर हेलो भन्नु त मेरो दिदी। मेरो दिदीलाई त कति धेरै पछि देखेको होला है मेरो भिडियोमा। पहिला हामी सँगै हिँड्थ्यौँ, पहिला चाहिँ हामी सँगसँगै हिँड्थ्यौँ, सँगै काम थियो पनि। अहिले चाहिँ हाम्रो काम पनि छुट्टै छ। अनि खास चाहिँ बेलुका मात्रै भेट हुन्छ क्या हाम्रो। अनि धेरै पछि होला उहाँलाई चाहिँ मेरो भिडियोमा देख्नुभएको तपाईँहरूले। त्यो साथीहरू यतातिर यस्तो झिलिमिली हुँदैछ है, हुँदैछ अहिलेसम्म। बेलुका यहाँ कति धेरै देश खाने मान्छेहरू थियो। यता त कस्तो नरमाइलो हुने हौ, तर त्यति धेरै सुन्ने चाहिँ छैन है। दसैँमा त कस्तो सुन्ने हुन्छ त, झन् तिहारमा चाहिँ त्यति धेरै सुन्ने चाहिँ नहुँदो रहेछ। त्यही पनि तर गाउँको जस्तो चाहिँ नहुने। गाउँ भए कति रमाइलो हुन्थ्यो, कहाँ कहाँ देउसी खेल्न गइन्थ्यो होइन, आफ्नो ठाउँ हुन्थ्यो, देउसी खेल्न गइन्थ्यो, एघार उधार हुन्थ्यो। यहाँ त कहाँ देउसी खेल्न जानु, कहाँ के गर्नु। हामी दुईजना त फेरि कोही चिनेको भए त मरिजाउँ। हामी दुईजना छ त छ, नभए काममा गयो भने त एक्लै हो त्यही पनि। अनि त्यही हो। अब हामीले त्यहाँ चोकतिर गएर पसल नै खुल्ला छ कि छैन क्या, त्यो यहाँ टेन्सन परेर पसलै खुल्ला रहेन रहेछ। अन्त त्यत्तिकै ल्याउने यसो टिका बोकाइदिने, लु यति हो, पसलै खुल्ला रहेन रहेछ भन्ने त होला नि। हामी चाहिँ होइन त्यहाँ बजारतिर गएर आएको। फुलको भाउ सुनेर म त झन्डै बेहोस भएको थिएँ क्या। हाम्रो गाउँतिर 20 रुपियाँको 1 ढाकी फुल आउँछ क्या। आमा यत्रो कस्तो नराम्रो, मालालाई कस्तो राम्रै छैन होइन, माला राम्रै छैन क्या। माला कस्तो छ भने नि यहाँ त म देखाइदिन्छु। 150 रुपियाँ रे हो, 200 भन्थेछ अझ। यस्तो मालालाई 150 हाम्रो गाउँमा त 150 को त कस्तो दामी आउँछ। यत्रो ठुङ्गाको फुल आउँछ होइन। तर यसपालि फुल नफुलेर पनि होला। फुलको भाउ सुनेर म त बेहोस भयो क्या साथीहरू, बेहोस झन्डै बेहोस भएको थियो। यति महँगो छ फुल चाहिँ। अरू कुरा जे जस्तो भयो नि, फुल चाहिँ एकदम महँगो भयो यसपालि। किनभने तिहार छिटै पनि भयो, अनि त्यति धेरै फुलहरू पनि फुल्न नपाएर होला लास्टै महँगो छ। अनि हामीले चाहिँ सामानहरू लिएर आइसकेको छ। अब चाहिँ हामी यहाँ सेल पकाउने तर्खरमा छौँ। अब सेल पकाउनु पर्छ नि त, 1-2 भए पनि विधिको लागि त
सेल राख्नै पर्छ साथीहरू। अब सेल पकाउँछु म चाहिँ, दिदी चाहिँ नुहाउनुहुन्छ र म पनि नुहाउनु चाहिँ पर्नेछ। म त अरूभन्दा पनि फुलको भाउ सुनेर चाहिँ झन्डै बेस भएको थियो, झन्डै ढले थिएँ। अनि त्यही हो, अब सामानहरू यता छ, यता ल्याएर राखेको छ। अब सेलहरू पकाउँछौँ, खानाहरू बनाउँछौँ, दाइलाई कल गर्छौँ, दाइ कतिखेर आउनुहुन्छ होइन। अनि हामीले चाहिँ यसरी बेडहरू मिलाएर गएको थियो कि दामी बनाएर गएको थियौँ। अनि अब म चाहिँ के भने सेल पकाउने भाँडा खोज्नु जान्छु पहिला चाहिँ होइन। हाम्रोमा चाहिँ कराई मात्रै छ, त्यो माथिबाट राख्ने कटौरा छैन। त्यो कटौरा भएको कतै छ भने खोजेर आउँछु, नभए यहीमा चलेगा के गर्नु नभएपछि होइन। अब त्यसमै पकाउनु परिहाल्यो। कति कालो देख्छ यार, यता गाउँतिर सोध्नु जान्छ क्या सेल पकाउने भाँडा छ कि नभन्दा चिनेको दिदीहरू छ, अनि त्यो त जान्छु। मेरो हालत आज साथीहरू। अनि म यस्तो कपालमा कुर्ता लगाउने वाला चाहिँ कस्तो देख्छ दिदी। आम्मामा यतातिर अहिले चाहिँ दिदी हुनुहुन्न रहेछ क्या। अहिले आउँछु एकछिनमा, आएपछि कोही दिदी कता जानुभयो नि, म पिठो छिटो बसेर अनि आउँछु। छ अरे त्यहाँ भाडा चाहिँ कस्तो गरेको तरसारीहरू साँच्चै पनि त्यसपालिको फुलको भाउको म त थाहा गरेँ हो, यस्तो भ्युज हुनेवाला थियो। अनि त्यो रानी दिदीकोमा रहेछ, रानी दिदी नै छैन कता गयो। यसमा चाहिँ अब म मुछ्नेवाला छु पिठो। अनि पिठो मुछेर जाऊ हामीले ल्याएको पिठो यहीँ मैदा ल म यहाँ रेडी गर्छु र त साथीहरू। रेडी गरिसकेपछि चाहिँ देखाउँछु ल। मैले चाहिँ सेल नै पकाइसकेँ अहिले चाहिँ। अनि अब चाहिँ म तरकारी पकाउनु लाग्छ होइन। अनि यसको त भएको यो चाहिँ अन्तिमको सेल हो क्या होइन। अन्तिमको सेल चाहिँ कस्तो हुन्छ भने हाम्रो गाउँतिर चाहिँ के चलन छ भने ओभन नउठाएर त्यो कराई नउठाइकन निकाल्न मिल्दैन। हामीले कराईमै छोडेको त यस्तो कालो खराब पो भएछ त जाँठा त। अब म चाहिँ अब यहाँ तरकारीहरू पकाउँछु फेरि। सेल चाहिँ पकाइसक्यो, दिदी उता लुगा धुँदै हुनुहुन्छ न यार साथीहरू यार। अयो मैले भिडियो बनाएको कि त्यो भिडियो भाकै रहेन रहेछ क्या। मैले अहिले कति कुरा बोलिसकेँ होइन, भिडियो नै भएन। ए भगवान्, यस्तो बेला म हाँसौँ कि रोम कि मरौँ के गरौँ। यहाँ मैले कति कुरा बोलिसकेँ अरे। यो त फेरि भिडियो अहिले चाहिँ भएछ। अघि त भिडियो नै भनेर कति सिरियस भएर बोलिरहेको थियो यार। छैन, भिडियो नै भएन त के गर्नु त। अब फेरि बनाउँदैछ। हामीले चाहिँ यहाँ मासु पकाइसक्यो। यो चाहिँ ब्रोइलरको मासु हो। अनि हामीले प्यारेजको र ब्रोइलरको लागि छ। यो चाहिँ फ्राई मात्रै गर्ने। अनि ब्रोइलर त्यो प्यारेजकोमा चाहिँ रस लगाएर खाने भन्ने कुरा भयो। अनि यसरी फ्यामिलीसँग छुट्टिएर तिहार मनाएको चाहिँ यो मेरो फर्स्ट एक्सपिरियन्स हो। के भन्छ हौ, एक्सपिरियन्स भन्छ होइन, फर्स्टचोटि हो। अनि दिदीको पनि फर्स्टचोटि नै हो। अनि कस्तो हामी यसरी बस्दाखेरि चाहिँ कस्तो टुरा जस्तो फिल हुने है। अब घरमा आमा बाउ त हुनुहुन्छ नि, घरमा नबोलाएको होइन, बोलाउनु पनि भएको। अब हामी जानै भएन, हाम्रै कारणले जानु भएन। अब काम के भन्दा जानु भएन होइन। यसरी बस्दाखेरि चाहिँ कस्तो ड्याडी मम्मी नभएको जस्तो, आमा बाउ नभएको जस्तो टुरा फिल जस्तो हुने क्या। तर ड्याडी मम्मी हुनुहुन्छ, गाउँमा हुनुहुन्छ, बोलाउनु पनि भएको थियो, आऊ भन्नुभएको थियो। अब जानु भएन त, अब त्यो त हाम्रो गल्ती हो नि त। त्यही पनि यसरी बस्दाखेरि चाहिँ कस्तो टुरो जस्तो फिल, एक्लो फिल हुने रहेछ क्या। अनि अब दिदी पनि फर्स्ट टाइम, म पनि फर्स्ट टाइम पढ्नु होला कस्तो क्या। अनि अब अहिले दाइ आउनुहुन्छ, अलिक ठुलो भनेको दाइ हुनुहुन्छ। अनि दाइ आउनुहुन्छ। मलाई चाहिँ यस्तो पूजाहरूको बारेमा केही थाहा छैन कि। अब पहिला त गरेको, त्यही पनि मैले बिर्सिसकेँ होइन। अनि त्यस्तो केही थाहा छैन, दाइले सिकाउनुहुन्छ होला। अनि योभन्दा कति 2 वर्ष अगाडि होला म बसेको थिएँ। तिहारको बेलामा घर नगइकन बसेको थिएँ। त्यतिखेर आर्थिक कमजोर थियो क्या, अलिक आर्थिक अवस्था अलिक कमजोरी नै थियो। अनि टिका पनि लगाउनु हुन्थेन। अनि के जानु भनेर गएन है। अनि त्यतिखेर त म उता ठुलो मम्मीकोमा गएको थिएँ नि त। त्यतिखेर त अब ठुलो मम्मीहरू भनेको पनि मम्मी जस्तै त हो नि होइन। ठुलो मम्मी ठुलो बुवा भनेको मम्मी भन्दा पनि ठुलो हो नि त। अनि
अब मम्मीहरू जस्तै हुनुहुन्थ्यो उता हुनुहुन्थ्यो त्यो बेला मलाई यति नराम्रो लागेको थियो कि सबैजनाले टिका लाउनु भएको थिएन हाम्रो टिका लाउनु हुन्थेन क्या सबैजनाले टिका लाउनु भएको थियो अनि म मात्रै टिका नलाइकन बसेको यस्तो रुनु मन लागेन घरको यति याद आएको थियो अनि आज योपालि पनि त्यस्तै हुन्छ कि थाहा छैन होइन मैले तर मेरो भाइलाई चाहिँ एकदम धेरै मिस गरिरहेको छु आई मिस यु भाइ ह्याप्पी तिहार तिमीलाई होइन यसपालि त आउनु पाइन अर्कोचोटि चाहिँ आउनेछु भनेको छु होइन आउनेछु मैले तर भाइलाई यति मिस गरेको छु नि कसम भनेको है लास्ट मिस गरेको छु फ्यामिलीहरू सबैलाई मिस गरेको छु के गर्नु यसपालि त जानु पाएन अर्को वर्ष चाहिँ जान्छु म अनि यसरी बस्दाखेरि चाहिँ अलिक टुरा जस्तो फिल हुने क्या एक्लै बस्दाखेरि चाहिँ अलिक टुरा जस्तो फिल हुने रहेछ क्या सोचेर अनि अब कहिले बसेको छैन नि त यसरी एक्लै रुममा यसरी 2 जना मात्रै 3 जना मात्रै त घरमा कस्तो फ्यामिली हुन्छ होइन रमाइलो हुन्छ देउसी भैलोको दिन चाहिँ यताउता हुन्छ नि त अनि यसरी बसेको चाहिँ फर्स्ट टाइम हो के गर्नु कहिलेकाहीँ यस्तै हुन्छ होइन कहिले रमाइलो हुन्छ कहिले के हुन्छ जिन्दगीमा उताप चढाप भन्ने त आइरहन्छ यसपालिको तिहार पनि रमाइलो गरी मनाउनुपर्छ गाउँतिर जस्तो चाहिँ हुँदैन साथीहरू होइन किनभने हामीले ओल्लो घर पल्लो घर कोही चिनेको छैन राम्रोसँग हामी देख्दैनौँ पनि त्यही भएर गाउँतिर जस्तो चाहिँ हुँदैन त्यही पनि हामी रमाइलो चाहिँ साथ तिहार चाहिँ मनाउनेछु भन्दा साथीहरू होइन म चाहिँ यो ड्रेसमा आज रेडी भएको छु धेरै मतलब धेरै त होइन अझै समयपछि चाहिँ म यो गेटअपमा ड्रेस रेडी भएको छु मलाई कस्तो देखेको छ होइन अनि त्यतिको चाहिँ दाइ आउनुभएको थियो अनि उहाँले चाहिँ टिका लगाइदिनु दाइ हुनुहुन्छ यतातिर मेरो दाइ कहाँ गयो होला क्या अहिलेसम्म आएको थिएन 12 बजिसक्यो यार यतिसम्म दाइ आएन म यहाँ रेडी भएर बसिसकेको 1 घन्टा भइसक्यो होइन दाइ अहिलेसम्म अत्तपत्त कता हो थाहा छैन दाइको अनि म चाहिँ आज यस्तो गेटअपमा रेडी भएको छु तर मलाई कस्तो देखेको छ मैले कस्तो देखेको छु मैले आज लिपस्टिक लगाएको छु अब दाइ आएपछि चाहिँ बाँकी भिडियो बनाउँछु ल साथीहरू मेरो चाहिँ दाइ बल्ल बल्ल यहाँ बल्ल बल्ल आइपुगेको छ अनि अब म चाहिँ यहाँ रेडी गर्न लागेको छु दाइलाई पुस्नुको लागि भोक लागेर यहाँ सुइटिने बेला भइसक्यो भात राखेको हो म त यहाँ भोक भोकै ऊ चाहिँ भात राख्यो भन्दाखेरि अनि अब थियो ल म चाहिँ टिका लाउनु दाइ रेडी गर्छ यता ओके देउसी भएर खेल्ने मान्छेहरू त्यो हिँडेन तपाईँको पोहोर कि पोहोर त कस्तो राम्रो राम्रो कार्यक्रमहरू लिएर आएको थियो मलाई आएन नानी अब मलाई त यस्तो नि आएको अब यस्तै त होला नि ओखर लगेर त्यहाँनिर बाहिर फुटाउनुहोस् है ल अब यसो अगाडि सारेर यता बन्द गरेर यता बस्नु तर यो ओखर त के फुटाउनु तर कस्तो मलाई त आयो हौ के गर्नु हाल यो ओखरले यही ढोकान फुटाउँछ होइन एकैले पछि यस्तै गर्छ गर्छ होला जसरी गरे पनि गर्नु छ है भइहाल्यो मलाई के लाउनु आउने यसले हातले लाग्छ नि पर्दा भयो Ini cek dulu. Aku nonton apa-apa nih mas nih, tinggal nonton ya. Namanya nanti. Itu nonton ya? Kalau apa-apa lain semuanya mau.
तिमीले पनि बाजे लगाइदियो पाउने टिका लाग्दा राम्रो होला यो नै थोरै भयो आएको साथी नदिएर यत्रो ठुलो ठुलो भयो तेल चाहिँ ल्याउनु बिर्सेछ अब आगोमा तेल चाहिँ मेरो आउनु तपाईँलाई टिका लगाइदिन्छु त्यहाँ चाहिँ आउँछ र कस्तो आउनु यता आउनु न सँगै माला लगाइदिन्छु ऊ यता आउनु बोले यत्तिकै फुको फुकै कस्तो बोलो ड्याम ड्याममा चाहिँ तपाईँदेखि मान्छेमा लगाइदिन्छु यसरी पो लाउँछ यसरी लगाउँदा राम्रो हुन्छ त्यसको त हामीले पिठी चामलसँग माथिसम्म पुग्छ नहाल्ने बाङ्गो टिङ्गो भइसक्यो टिका तिम्रो हात काम पुग्यो खै बिराल त मारेर नआएको बिराल मारेर काम छ होइन त्यतिकै खान्छ हाम्रो परेश पनि खाँदा भयो मारै राम्रो रहेन रहेछ जस्तो मभन्दा अर्को छ माला बस्नु न कहाँ उठेर बस्नु अनि तिमीलाई त मलाई चाहिँ किन चाहिन्छ यही छ औ ए स्या पहिला दामे हो टिका त बनाएनस् उयो टिका लगाइदिनु न आउँदैन कहिले त के लगाइदियो हातले लगाइदिनु नि हुन्छ कति लगाइदिनु बढ्दैन तेल मेरा एउटाले नि यति ठुलो भयो अनि साथीहरू हाम्रो चाहिँ टिका सिका पनि लान सक्यौँ अनि खाइ पनि सक्यौँ अहिले खाएको लाउँछु बनाएर होइन अन्त पूजा गर्नु पनि मलाई खासै राम्रोसँग चाहिँ आएको छैन क्या अब जस्तो छ त्यस्तै बनायौँ अनि हाम्रो चाहिँ यहाँ माथि छतमा आएको फोटो खिच्नको लागि होइन एक दुईवटा फोटो खिचिदिउँ न त भनेर आएको के गर्नु साथीहरू फोटो त खिच्नु पऱ्यो होइन अब दिदी फोटो खिच्नुहुन्छ कि त्योमा पशुतिर मान्छे छैन होला क्या फोटो खिच्नु है अनि हाम्रो चाहिँ त्यहाँ यस्तै भयो साथीहरू खाएर मर्नु तर मलाई यो लुगामा कस्तो देखेछ हौ राम्रो देखेछ कि छैन हौ मैले थुप्रो वर्षपछि होला हौ यस्तो लुगा लगाएको छ पुस्ता सुत्ता लगाएको त ऊ त पारी पारी मान्छेहरू रहेछ तर कस्तो नरमाइलो छ गाउँतिर भयो त यतिखेर त अब देउसी खेल्न जाने यताउता भइसक्यो त यहाँ चाहिँ भयो कस्तो सुन्ने हौ छ्या मलाई त झ्याउ लाग्यो दाइ चाहिँ तलै हुनुहुन्छ अनि म चाहिँ अब यहाँ एक दुईवटा फोटो खिच्नु पर्ने हुन्छ दिदी चाहिँ
दिदीको गेटअप चाहिँ यस्तो छ दिदीले चाहिँ लुगै लाएन क्या खै किन्न लाग्यो दिदीले लुगा लाउनु भएन अनि मैले चाहिँ लुगा सुगा लाएर हिरोनी भइदिएको फेरि म चाहिँ ल त्यही साथीहरू अब हामी चाहिँ लुगा फोटोसोटो खिच्छु एक दुईवटा अनि त्यसपछि फेरि आज हामी कति जानुपर्ने छ भने नामथान जानुपर्ने छ ठुलो मम्मीकोमा होइन आन्टी ठुलो मम्मीहरूकोमा जानुपर्ने छ झरेर तपाईँहरूको त बाक्लो भएको त अप्सरा दिदीको त बाक्लो भएको के थाहा होला नि अनि नामथान जानुपर्ने छ ठुलो मम्मीकोमा किनभने ठुलो मम्मीले बोलाउनु भएको छ आन्टीहरूले बोलाउनु भएको छ अनि हामी चाहिँ अलिक छिटो गरेर जानेछौँ दाइ चाहिँ तल बियर खाइरहनु भएको छ मेरो चाहिँ यहाँ दिदीलाई भगाइरहेको छु क्या म जाम भनेको मान्दैन उता ठुलो मम्मीकोमा जाम भनेको अल्छी लागेर जान्छ क्या अनि यता हाम्रो सरप्राइज देख्न सक्नुहुन्छ हाम्रो दाइ घुरेर हाम्रो यो चाहिँ मोटोहरू होला क्या सुत्नेमा कस्तो घुर्छ क्या यो चाहिँ अनि ए साथीहरू हामी यहाँ नारायण थानाको के ठुलो मम्मीको त गाडीले त कहाँ पुऱ्याइदिएछ हौ झरे ठाउँ नै म त भुसुक निदाएको नि होइन हौ यादै भएन यार मलाई म त त्यहाँ तल चाहिँ मन्दिरमा झारिन्छ र त्यहीँ झारिन्छ होला भनेको त कहाँ पुऱ्याइदो हुन्छ दिदी हामी पनि थ्याङ्क यू के भन्छ मलाई के बोल्न हुँदैन भाइरल हुन्छ दिदी हामी पनि भन्छ भाइरल बनाइदिनु हुन्थ्यो नि भाइहरू के गर्नु मेरो सब्सक्राइबर धेरै छैन होइन अनि हामीलाई चाहिँ गाडीले उहाँ माथि नै पुऱ्याइदिएछ क्या लास्ट स्टेजमै पुऱ्याइदिएछ न हामी यहाँ तल मन्दिरमा झर्नुपर्ने तिनीहरूले नभनेर क्या अरू गाडी त भन्छ यार खै आफ्नै सुरमा चुप आइबसेको त सुई लगेर पो मरेछ अनि हामी चाहिँ फर्किँदैछौँ यो भिडियो त्यो खलासी हेर्छ भने त तपाईँ त मारे नै दिन्छ होला हौ भन्नु पर्दैन मन्दिरको अगाडि झर्ने कोही छ भनेर सोध्नु छैन मन्दिरको अगाडि झर्ने कोही छ भनेर सोध्थेँ क्या पहिला तर आज चाहिँ सोधेन क्या अनि त्यही भएर हामी चाहिँ यहाँ फर्केर हिँड्दैछौँ मेरो फेरि मोबाइलमा चार्ज लास्ट स्टेजमा छ 16% छ सकिन आइसक्यो गरेको चाहिँ के होइन भन न मोबाइल चार्ज यत्तिकै सक्यो मेरो टाटा हुन्थ्यो पानपुरी मलाई पानपुरी खानु मन लाग्यो उता मासुतिर पाउँछ होला धेरै सानो पार्टी राणा बानहरूको झन्डै मरेन हौ कस्तो खालको मान्छे होला भन्नु छैन यार एकचोटि हामी उहाँ जाँदाखेरि क्या के अरे न्यु इयर जाँदाखेरि होइन त पुतली सडक हुँदै यता फेको त जाने बस चढेर गएको कहाँ पुऱ्यायो अवसर मलाई यस्तो रिस उठ्यो होइन त्यो बेलामा पनि यस्तो नै गाली गरेको थियो मैले एक्चुली गर्नु के भन्नु त नि हो त भन्नु पर्दैन त अगाडितिर त कपाल सर्भेटी हाम्रो पनि यस्तै गरी हिँड्ने दिन यस्तोसँग मात्रै आउँछ होला हौ नभए त खासै आउँछ जस्तो चाहिँ लाग्दैन मलाई त्यस्तोसँग हिँड्यो भने चाहिँ आउँछ अनि यो रङमाथीहरूले त कहाँ लगेर झार्दै माछाले मेरो साथीहरू हामीलाई चाहिँ उहाँ माथि कता पुऱ्याइदियो अनि हामी चाहिँ फर्किँदैछौँ मेरो मोबाइल चार्ज लास्ट भइसकेको छ एक दुईवटा यहाँबाट एक दुईवटा फोटो खिच्नु पर्ने छ क्या यता पनि उता क्यामेरा पनि पाउँछ क्यामेरा रहेन रहेछ भने मगाएर खिच्नु पर्छ क्या अब मगाउनु भने काम पराउनु पऱ्यो ल हेर्नु बर्थडे साथीहरू हामी चाहिँ यहाँ घरमा पनि आइपुगिसक्यौँ अनि अघि नै आइपुगेकोमा चाहिँ अनि अघि हामी एकछिन बस्यौँ अनि हामीले एक दुईवटा टिकटक पनि बनायौँ हामी बाहिरतिर होइन यता त यस्तो चिसो छ कि यतातिर भन्नुहुन्छ भने यतातिर लास्टै चिसो हुन्छ क्या म यस्तो लुगा लगाएको छु मलाई जाडो हुन्छ अब एकछिन होइन अनि कस्तो सुन्ने हौ जता जाँदा पनि कस्तो सुन्ने फिल भएको छ क्या अनि यहाँ हाम्रो चाहिँ अर्ग्यानिक जुनार र के भन्छ सुन्तला 1 2 3 यहाँ सुन्तला र जुनार छ क्या हेर्नुमा कस्तो क्युट छ हौ आम्मामा यो पुरै अर्ग्यानिक हो कति सानो जान्छ होइन पुरै अर्ग्यानिकवाला के पाक्न थालेछ अनि यहाँ पनि छ यो पनि सुन्तला नै त होला नि हेर्नु न यो चाहिँ हाम्रो ठुलो मम्मीहरूको बगैँचामा हो अनि यता पनि कस्तो सुन्ने क्या कस्तो भनौँ न अब सुन्ने नै लाग्ने सुन्ने नै छ क्या पहिला यहाँतिर होइन के अरे सयपत्री फुल कति धेरै हुन्थ्यो यहाँदेखि वहाँ पारिसम्म ढपक्क फुल्थ्यो तर यसपालि छैन रहेछ
लाउनु नै भएको रहेन रहेछ। अब यसपालि चाहिँ खै किन हो लाउनु भएको रहेछ। अरू फुलहरू पनि सबै ओइले चाहिँ नभए यो त भरि फुल हुन्छ क्या, कस्तो दामी फुल हुन्थ्यो। यसपालि चाहिँ खाँदो रहेछ। अनि यता पनि कस्तो सुन्ने नै छ हौ छ्या, जता गए पनि सुन्ने नै, घरमा बसे पनि सुन्ने नै, यता आए पनि सुन्ने नै। अनि फेरि भन्नुपर्दा मेरो मम्मीमा चास पनि यति चाहिँ यति थोरै छ होइन। अनि आजको भिडियो चाहिँ के कस्तो लाग्यो तपाईँहरूलाई हेरेर सुझाव सल्लाह र प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला। अनि मम्मीहरू चाहिँ भित्र हुनुहुन्छ अनि हामी चाहिँ यहाँ बाहिर एक बेला भिडियो बनायौँ होइन, रमाइलो गऱ्यौँ, मज गऱ्यौँ साथीहरू। अनि त्यही अब के गर्नु, रात पर्न थालिसक्यो। अनि आजको भिडियो चाहिँ आज नै चाहिँ आउँदैन, भोलि या पर्सिको दिनसम्ममा चाहिँ आइसक्छ साथीहरू। त्यो मैले होइन पूजा गरेको चाहिँ बिहे खानु होला क्या, त्यसलाई चाहिँ म अलिक थोरै मात्रै राखिदिन्छु। त्यो किनभने मलाई चाहिँ स्पष्टसँगले पूजा गर्न आएन, त्यही भएर म अहिले छोटो नै राखिदिन्छु क्या पूजा गरेको चाहिँ। त्यो साथीहरू अनि अब हामी चाहिँ यहाँ खानासाना बनाएर खानुपर्ने हुन्छ। मलाई आज बाटोमा मान्छेले हेरेको थियो, म धेरै राम्रो देखेँ कि क्या हो भनेर भन्न नि मिलेन। त्यो साथीहरू अब रात पनि परिसकेको छ, हाम्रो कतै घुम्नै जाने भएन है। भोलि छुट्टी जाने भएको भए हाम्रो घुम्न जाने प्लान थियो, छुट्टी नै दिएन। रिस उठ्छ नि, हार्न मन लाग्छ नि, तर के गर्नु, भोलिबाट यो भ्लग हेऱ्यो भने त मलाई मार्छ अरे। ल साथीहरू अब मेरो भिडियो चाहिँ यति नै हुन्छ होला सायद, थोरै त लामै छ आजको भिडियो नि। मासु खाएको अड्क्यो यता। मेरो दाँत फेरि कस्तो छ भने चाहिँ मासु खायो कि त दाँतमा पसिहाल्छ, किराले खाएर केही छैन क्या, सबै किराले खाएर ढुट्टो बनाएको होइन। मासु खायो कि दाँतमा पर्छ, मासु खायो कि दाँतमा पर्छ, लास्टै भएको दाँत। अनि अहिले यहाँ आएर एकचोटि मासु खाएको दाँतले त पसेको छ, गाह्रो छ नि मलाई। साथीहरू अब यस्तो आजको भिडियो चाहिँ यतै रात पऱ्यो। अब भोलि जाने बेलामा पनि फेरि म भिडियो बनाउँछु। बिहान उठेर हामी यता एक राउन्ड घुम्छौँ अनि जान्छौँ यता। साथीहरू आजको भिडियो चाहिँ के कस्तो लाग्यो हेरेर सुझाव सल्लाह र प्रतिक्रिया दिन नबिर्सिनु होला। र मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। लाइक कमेन्ट सेयर गर्न पनि नभुल्नु होला है त। हस् त नेक्स्ट भिडियोमा भेट्नेको साथ आजको भिडियोबाट चाहिँ छुट्टिन्छु। बाई बाई।